कहिलेकाहीँ मलाई लाग्छ नेपालमा समस्या डिग्री होइन, समस्या हो डिग्री पछि बाटो नहुनु। हातमा सर्टिफिकेट छ तर मनमा एउटै प्रश्न छ, अब जब कहाँ, अब फ्युचर कहाँ। आज हामी कुरा गर्दैछौँ डिग्री वर्सेस स्किल अर्थात् कागज कि काम। एउटा साथीको कुरा गरौँ, 4 वर्ष पढ्यो, डिग्री लियो अनि जब एप्लिकेसन पठाउन थाल्यो। 1 महिना, 3 महिना, 6 महिना, जवाफ एउटै, एक्सपिरियन्स चाहियो। तर एक्सपिरियन्स कहाँबाट आउँछ? जबबाट। जब कहाँबाट आउँछ? एक्सपिरियन्सबाट। यही लुपमा फसेको छ नेपालको एउटा पुस्ता। अर्कोतर्फ रोजगारीको चित्र पनि कमजोर छ। वर्ल्ड ब्याङ्कको लेटेस्ट डेटा अनुसार नेपालको टोटल अनइम्प्लोइमेन्ट रेट 10.5% छ। रिउटर्सले युवा बेरोजगारी 20.6% देखाएको छ र वर्ल्ड ब्याङ्क ह्युमन क्यापिटल रिभ्यू अनुसार युथ नीट रेट 33.1% छ। अर्थात् करिब 1/3 युवा न पढाइमा, न काममा, न तालिममा छन्। तर अझ डरलाग्दो कुरा, हाम्रो अर्थतन्त्रमा एउटा पुस्ताको कमाई जो यही हुनु पर्थ्यो त्यो नहुँदा 1500 अर्बको लाइफ साइकल डेफिसिट देखिएको छ। यो त्यो पैसा हो जुन युवाहरूले कमाउन सक्थे तर अवसर नपाउँदा गुमाइरहेका छन्। तर यो केवल जबको समस्या होइन, यो स्किलको समस्या हो। काम दिनेहरू, कम्पनी र संस्थाहरू बारम्बार भन्छन् स्कुल र युनिभर्सिटीबाट आएका धेरै ग्रेजुएटसँग प्र्याक्टिकल वर्क रेडी स्किल्स पुग्दैनन्। क्लासरुममा पास तर अफिसमा टिक्न गाह्रो हुन्छ। अनि यहाँबाट सुरु हुन्छ कन्सल्टेन्सी कल्चर, जहाँ एजुकेसन लर्निङ भन्दा पनि माइग्रेसन टुल जस्तो बन्न थाल्छ। आइसिइएफ मोनिटर अनुसार करिब 5 जना कलेज एज नेपाली स्टुडेन्ट्स मध्ये 1 जना हायर स्टडिजको लागि विदेश जान्छन्। 2023-24मा शिक्षा मन्त्रालयले 1,12,500 एनओसी दियो थियो। त्यसैले धेरै परिवारले डिग्री अब लर्निङ भन्दा माइग्रेसन टुल जस्तो लाग्न थालेको छ। अझै चिन्ताको कुरा, 2025मा मात्रै नेपालभरि 4100 भन्दा बढी एजुकेसन कन्सल्टेन्सिज बिना रजिस्ट्रेसन चलेको रिपोर्ट आएको छ। केहीले फी लिए, रिसिट दिएन, केहीले मिसलिडिङ एडभाइस दिए। त्यसैले प्रश्न अब यो होइन कि विद्यार्थी किन बाहिर जान्छन्, प्रश्न यो हो देशले उनीहरूले यति फ्युचर किन दिन सकेनन्। वर्ल्ड ब्याङ्क ह्युमन क्यापिटल रिभ्यूले अझ कडा कुरा भन्छन्। नेपालमा जन्मिएको बच्चाले 18 वर्ष पुग्दा आफ्नो फुल्ली प्रोडक्टिभ पोटेन्सियलको केवल 51% मात्र पाउँछ। मतलब हामी ट्यालेन्ट त बनाइरहेको छौँ तर त्यसलाई काममा बदल्ने सिस्टम अझै कमजोर छ। डिग्री छ, स्किल छैन, क्लासरुम खाली छ, जागिर छैन र विदेश जाने बाटो पनि सबैलाई मिल्दैन। तब के हुन्छ त्यो युवासँग जो न पढ्दैछ, न काम गर्दैछ, न तालिम पाउँदैछ? त्यही कुरा गर्छौँ नेपाल र युवा पार्ट 3 मा।